भृगु ज्योतिष भन्ने एउटा भृगु ऋषिले तयार पारेको एउटा भृगु संहिता भन्ने ज्योतिषको पौराणिक ग्रन्थ छ। त्यस ग्रन्थका अनुसार प्रत्येक राशिको धन अड्किने अथवा जम्ने अथवा पैसा जम्मा हुन नपाउने, पैसा जम्मा हुन गाह्रो हुने त्यस्तो उमेर दिएको छ र त्यसैले दिएको छ कारण पनि म त्यो यहाँ छोटकरीमा बताउन गइरहेको छु। जस्तो मेष राशिको लागि धन रोकिने उमेर भनेको 23 देखि 26। किन रोकिन्छ त भन्दा चाहिँ हतारमा निर्णय गर्दा अथवा गलत लगानी ठाउँमा लगानी गर्दा भन्ने हुन्छ छ। अनि वृष राशिको लागि धन रोकिने उमेर भनेको 29 देखि 32। अनि त्यसको कारण के छ? विलासिताकामा खर्च भएको हुन सक्छ, परिवारमा खर्च बढेको हुन सक्छ। मिथुन राशिको लागि 24 देखि 27। अनि ओ कारण ओभर थिंकिङ, अस्थिर योजना, ओभर थिंकिङ गर्ने, योजनामा पनि स्थिर, कहिले यो गरौँ कहिले उ गरौँ हुने भइराख्ने। कर्कट राशिको लागि धन रोकिने उमेर भनेको 27 देखि 30। त्यसको कारण के कारणले रोकिन्छ? भावनामा बगेर चाहिँ अनि परिवारमा बढी बोझ भएर हैन, अनि त्यो भावना बढेर अरु जुनसुकै काम गर्दा पनि त्यसले चाहिँ धन रोकेको हुन्छ भन्ने कुरो भयो। अब सिंह राशिको लागि चाहिँ 26 देखि 29 आफ्नो प्रतिष्ठा र देखावटीमा खर्च गर्दाखेरि धन रोकिन सक्छ। कन्या राशिको लागि 30 देखि 33। अब यसको माथि के छ भन्दा चाहिँ जिम्मेवारीमा खर्च भएको हुन सक्छ, स्वास्थ्यमा खर्च भएको हुन सक्छ, त्यतातर्फ ध्यान दिनु पर्यो। तुला राशिको लागि धन रोकिने उमेर भनेको 25 देखि 28। अब साझेदारीमा काम गर्न भएन, निर्णयमा द्वन्द्व हुन भएन, यो गरौँ कि उ गरौँ भन्ने गर्न भएन, त्यसले गर्दा चाहिँ आफ्नो अवसर छुट्न सक्छ, त्यही भएर धन रोकियो। अनि वृश्चिक राशिको लागि 31 देखि 34। अब यसको कारण के हुन्छ भन्दा चाहिँ गोप्य लेनदेन गर्दाखेरि त्यस्तो पनि हुन्छ, ठूलो जोखिम उठाउँदाखेरि पनि हुन सक्छ त्यो। अनि धनु राशिको लागि 22 देखि 25। अनि त्यसको कारण के? कसैलाई आशीर्वाद दिनु तर यस्तो होस् उस्तो होस् भनेर पैसा दिइन्छ नि, हो त्यस्तो हुँदाखेरि गलत भरोसा गर्दाखेरि त्यस्तो भएको हुन्छ। मकर राशिको लागि चाहिँ 33 देखि 36। अब आफ्नो जिम्मेवारी धेरै थपियो, भारी जिम्मेवारी थपियो अनि ढिलो फल पाइयो भने त्यस्तो हुन सक्छ। अनि कुम्भ राशिको लागि 28 देखि 31। अनि यो सामाजिक कार्यमा खर्च हुने, साथीभाइलाई खर्च गर्ने गर्दाखेरि त्यस्तो हुन सक्छ। मीन राशिको लागि 30 देखि 35। उसले चाहिँ भावनामा बगेर कसैलाई दया करुणा देखाउनु भएन, त्यसले गर्दा चाहिँ खर्च रोकिन सक्छ भन्ने कुरो हुन्छ। हस्, थ्यांक यू।